नमस्कार। आज म तपाईहरुलाई जीवनको एउटा गहन र महत्त्वपूर्ण विषयमा छलफल गर्न आमन्त्रण गर्दछु। मन कसरी नियन्त्रण गर्ने? यो प्रश्न जति सरल सुनिन्छ, यसको उत्तर खोज्न त्यति नै गाह्रो छ। आज हामी यस विषयमाथि विस्तृत रूपमा चर्चा गर्नेछौँ र तपाईहरुलाई केही सरल र प्रभावकारी उपायहरू बताउनेछौँ, जसको माध्यमबाट तपाईहरुले आफ्नो मनलाई सजिलै नियन्त्रण गर्न सक्नुहुन्छ। कल्पना गर्नुस् त तपाई एउटा शक्तिशाली घोडामा सवार हुनुहुन्छ। त्यो घोडा तपाईको इशारामा चल्नु पर्ने हो, तर ऊ आफ्नो मनोमानी गरिरहेको छ। कता जाने, कति वेगमा दौडने उसैले निर्णय गरिरहेको छ। तपाईले लगाम समातेर जति प्रयास गरे पनि त्यो घोडा तपाईको नियन्त्रणमा आउन मानिरहेको छैन। के तपाई सुरक्षित महसुस गर्नुहुन्छ? के तपाई आफ्नो गन्तव्यमा पुग्न सक्नुहुन्छ? पक्कै पनि हुन्न, किनकि तपाईले घोडालाई नियन्त्रण गर्न सक्नु भएन भने तपाईको यात्रा जोखिम पुर्याउन सक्छ। हाम्रो मन पनि त्यस्तै हो। यो एउटा शक्तिशाली घोडा जस्तै हो, जसलाई नियन्त्रण गर्न सकिएन भने यसले हामीलाई जता मन लाग्यो त्यतै डोर्याउँछ। रिस, डर, ईर्ष्या, लोभ, मोह जस्ता अनगिन्ती भावनाहरूले हामीलाई सताउँछन्। हामी चाहँदा चाहँदै पनि गलत निर्णय गर्छौं, खराब व्यवहार गर्छौं र आफ्नो जीवनलाई अस्तव्यस्त बनाउँछौं। मनको नियन्त्रण गुमाउँदा हामी आफ्नो क्षमतालाई पूर्ण रूपमा प्रयोग गर्न सक्दैनौं र जीवनमा सफलता प्राप्त गर्न गाह्रो हुन्छ। तर के मनलाई नियन्त्रण गर्न सम्भव छ? के हामी आफ्नो भावनाहरूको मालिक बन्न सक्छौं? के हामी शान्त र स्थिर मनले जीवन जिउन सक्छौं? के हामी आफ्नो लक्ष्यमा केन्द्रित भएर अगाडि बढ्न सक्छौं? यी प्रश्नहरूको जवाब हो हामी सक्छौं। मनलाई नियन्त्रण गर्न सम्भव छ, तर यसको लागि तपाईले प्रयास गर्नुपर्छ, धैर्यता कायम राख्नुपर्छ र निरन्तर अभ्यास गर्नुपर्छ। मनलाई नियन्त्रण गर्नु कुनै जादुको छडी घुमाए जस्तो होइन। यो एउटा लामो यात्रा हो, जहाँ तपाईले आफूलाई चिन्नुपर्छ, आफ्नो भावनाहरूलाई बुझ्नुपर्छ र नकारात्मक विचारहरूलाई हटाउनुपर्छ। आज हामी यही विषयमा गहिरो चर्चा गर्नेछौँ। मनलाई नियन्त्रण गर्न नसक्दा कस्ता समस्या आउँछन्, मनलाई कसरी नियन्त्रण गर्ने सजिलो र वैज्ञानिक तरिकाहरू के छन् र यसले हाम्रो जीवनमा कस्तो सकारात्मक प्रभाव पर्छ। हामी विभिन्न दार्शनिक र मनोवैज्ञानिक दृष्टिकोणहरूबाट मनको बारेमा बुझ्ने प्रयास गर्नेछौँ र तपाईहरुलाई केही व्यवहारिक उपायहरू बताउनेछौँ, जसको माध्यमबाट तपाईहरुले आफ्नो मनलाई नियन्त्रण गर्न सक्नुहुन्छ। तर एउटा कुरा याद राख्नुहोस्, मनलाई नियन्त्रण गर्नु एकै रातमा हुने चमत्कार होइन। यो एउटा निरन्तर प्रक्रिया हो, जहाँ तपाई आफू प्रतिबद्ध हुनुपर्छ, आफ्नो लक्ष्यमा अडिग रहनुपर्छ र कहिल्यै पनि हार मान्नु हुँदैन। अब कुरा गरौँ मनलाई किन नियन्त्रण गर्नुपर्छ र यसलाई नियन्त्रण गर्न नसक्दा के कस्ता समस्याहरू आउन सक्छन्। मन एउटा यस्तो शक्तिशाली उपकरण हो जसले हाम्रो जीवनको हरेक पक्षलाई प्रभावित गर्छ। हाम्रो सोच, भावना, व्यवहार, निर्णय, सम्बन्ध, सफलता, खुसी सबै कुरा मनसँग जोडिएको हुन्छ। यदि मन शान्त र स्थिर छ भने हामी सही निर्णय गर्न सक्छौं, सकारात्मक सोच्न सक्छौं, राम्रो व्यवहार गर्न सक्छौं र सफल हुन सक्छौं। तर यदि मन अस्थिर छ भने हामी गलत निर्णय गर्छौं, नकारात्मक सोच्छौं, खराब व्यवहार गर्छौं र असफल हुन्छौं। मनलाई नियन्त्रण गर्न नसक्दा धेरै समस्याहरू आउन सक्छ। अस्थिर मनले हामीलाई तनाव र चिन्तामा डुबाउँछ। हामी सानो सानो कुरामा आत्तिन्छौं, भविष्यको बारेमा धेरै सोच्छौं र वर्तमानमा खुसी हुन सक्दैनौं। हामी आफ्नो जीवनलाई नियन्त्रण गर्न सक्दैनौं र सधैँ डर र असुरक्षाको भावनाले घेरिएका हुन्छौं। विश्व स्वास्थ्य संगठन WHO का अनुसार तनाव र चिन्ता विश्वभरका धेरै मानिसहरूको स्वास्थ्य समस्या हो। तनाव र चिन्ताले हाम्रो शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई नकारात्मक असर गर्छ र यसले विभिन्न रोगहरू निम्त्याउन सक्छ। अनियन्त्रित मनले हामीलाई रिसाहा र आवेगपूर्ण बनाउँछ। हामी सानो सानो कुरामा रिसाउँछौँ, अरूलाई गाली गर्छौँ र सम्बन्ध बिगार्छौँ। रिस र आवेगले हामीलाई सही निर्णय गर्न सक्दैन र हामी आफ्नो रिसको कारणले धेरै गल्तीहरू गर्छौँ। नकारात्मक मनले हामीलाई सधैँ नकारात्मक कुराहरू मात्र देखाउँछ। हामी आफ्नो क्षमतामा शंका गर्छौँ, असफलताको डरले पछि हट्छौँ र जीवनमा कहिल्यै पनि प्रगति गर्न सक्दैनौँ। नकारात्मक सोचले हामीलाई निराशावादी बनाउँछ र हामी आफ्नो जीवनमा भएका राम्रा कुराहरूलाई पनि देख्न सक्दैनौँ। सकारात्मक सोचले हाम्रो स्वास्थ्य र सफलतामा सकारात्मक प्रभाव पार्छ। सकारात्मक सोचले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र तनाव कम गर्छ र जीवनमा सफलताको सम्भावना बढाउँछ। वैज्ञानिक अनुसन्धानले पनि यो कुरा प्रमाणित गरिसकेको छ कि सकारात्मक सोचले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ। अस्थिर मनले हामीलाई कुलतमा फसाउँछ। हामी रक्सी, ड्रग्स, जुवा, पोर्नोग्राफी जस्ता कुलतमा फसेर आफ्नो जीवन बर्बाद गर्छौं। कुलतले हामीलाई आफ्नो नियन्त्रणमा लिन्छ र हामी आफ्नो जीवनलाई सही दिशामा डोर्याउन सक्दैनौं। धेरै मानिसहरूले ध्यान र योगको अभ्यास गरेर आफ्नो कुलतबाट मुक्ति पाएका छन्। योग र ध्यानले हामीलाई आफ्नो मनलाई नियन्त्रण गर्न सिकाउँछ र हामीलाई कुलतबाट टाढा रहन मद्दत गर्छ। अनियन्त्रित मनले हाम्रो सम्बन्धलाई बिगार्छ। हामी आफ्नो परिवार, साथीभाइ र सहकर्मीहरूसँग झगडा गर्छौं, विश्वासघात गर्छौं र एक्लो जीवन बिताउँछौं। सम्बन्धमा विश्वास, समझदारी र सम्मान हुनु आवश्यक छ। तर यदि हाम्रो मन
अनियन्त्रित छ भने हामी यी कुराहरूलाई कायम राख्न सक्दैनौँ। सफल वैवाहिक जीवनको लागि दुवै पार्टनरले आफ्नो रिस, ईर्ष्या र अहंकारलाई नियन्त्रणमा राख्नुपर्छ। यदि हामी आफ्नो मनलाई बलियो बनाउन चाहन्छौँ भने हामीले आफ्नो मनलाई नियन्त्रण गर्न सिक्नुपर्छ। अब कुरा गरौँ मनलाई कसरी नियन्त्रण गर्ने। म तपाईलाई केही सजिलो र वैज्ञानिक तरिकाहरू बताउँछु। ध्यान मनलाई शान्त र स्थिर बनाउने सबैभन्दा प्रभावकारी तरिका हो। नियमित ध्यान गर्नाले तपाईको मन बलियो हुन्छ, भावनाहरू नियन्त्रणमा आउँछन् र तनाव कम हुन्छ। ध्यानले तपाईलाई वर्तमान क्षणमा ध्यान केन्द्रित गर्न सिकाउँछ र तपाईलाई नकारात्मक सोचहरूबाट टाढा रहन मद्दत गर्छ। शान्त ठाउँमा बस्नुहोस्, आँखा बन्द गर्नुहोस् र आफ्नो श्वासमा ध्यान दिनुहोस्। जब मनमा विचारहरू आउँछन् तिनीहरूलाई नरोक्नुहोस्, केवल हेर्नुहोस् र फेरि आफ्नो श्वासमा ध्यान दिनुहोस्। ध्यानको अभ्यासले तपाईको मस्तिष्कको संरचनामा परिवर्तन ल्याउँछ र तपाईको मानसिक स्वास्थ्यलाई सुधार गर्छ। योगले शरीर र मन दुवैलाई स्वस्थ राख्छ। योग गर्नाले तपाईको शरीर लचिलो हुन्छ, मांसपेशीहरू बलिया हुन्छन् र मन शान्त हुन्छ। योगले तपाईलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउँछ र तपाईलाई जीवनका चुनौतीहरूको सामना गर्न तयार गर्छ। विभिन्न आसनहरूको अभ्यास गर्नुहोस्, जस्तै सूर्य नमस्कार, त्रिकोणासन र भुजङ्गासन। योगको नियमित अभ्यासले तपाईको शरीरमा ऊर्जा प्रवाहलाई सन्तुलित गर्छ र तपाईलाई शान्त र स्थिर महसुस गराउँछ। सचेतनाको अर्थ हो वर्तमान क्षणमा ध्यान दिनु। जब तपाईँ सचेत हुनुहुन्छ तपाईँ आफ्नो सोच, भावना र शारीरिक संवेदनाहरूको बारेमा जानकार हुनुहुन्छ। यसले तपाईलाई नकारात्मक विचारहरूबाट टाढा रहन मद्दत गर्छ। सचेतनाको अभ्यासले तपाईले आफ्नो जीवनको हरेक क्षणको आनन्द लिन सिकाउँछ र तपाईलाई तनाव र चिन्ताबाट मुक्त दिलाउँछ। आफ्नो दैनिक क्रियाकलापहरूमा ध्यान दिनुहोस्, जस्तै खाना खाँदा, हिँड्दा र काम गर्दा। आफ्नो इन्द्रियहरू आँखा, कान, नाक, जिब्रो र छालाको माध्यमबाट अनुभव गर्नुहोस्। श्वास व्यायामले मनलाई शान्त बनाउन मद्दत गर्छ। जब तपाईँ गहिरो र लामो श्वास लिनुहुन्छ तपाईको शरीर र मन दुवै आराम हुन्छन्। श्वास व्यायामले तपाईको शरीरमा अक्सिजनको मात्रा बढाउँछ र तपाईलाई शान्त र स्थिर महसुस गराउँछ। विभिन्न श्वास व्यायामहरूको अभ्यास गर्नुहोस्। सकारात्मक सोचले तपाईको मनलाई सकारात्मक दिशामा डोर्याउँछ। सकारात्मक सोचले तपाईलाई आशावादी बनाउँछ, समस्याहरूलाई समाधान गर्न मद्दत गर्छ र जीवनमा खुसी ल्याउँछ। सकारात्मक सोचले तपाईको दृष्टिकोणलाई परिवर्तन गर्छ र तपाईले आफ्नो जीवनमा भएका राम्रा कुराहरूलाई देख्न थाल्नुहुन्छ। हरेक दिन सकारात्मक विचारहरू सोच्नुहोस्, सकारात्मक कुराहरू पढ्नुहोस् र सकारात्मक मानिसहरूसँग संगत गर्नुहोस्। कृतज्ञताको अर्थ हो आफ्नो जीवनमा भएका राम्रा कुराहरूको लागि आभारी हुनु। जब तपाईँ कृतज्ञ हुनुहुन्छ तपाईको मन सकारात्मक भावनाले भरिन्छ र नकारात्मक विचारहरू हराउँछन्। कृतज्ञताको अभ्यासले तपाईलाई आफ्नो जीवनको मूल्याङ्कन गर्न सिकाउँछ र तपाईलाई खुसी र सन्तुष्ट महसुस गराउँछ। हरेक दिन केही समय निकालेर आफ्नो जीवनमा भएका राम्रा कुराहरूको बारेमा सोच्नुहोस् र तिनीहरूको लागि धन्यवाद दिनुहोस्। नियमित व्यायामले शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई सुधार गर्छ। व्यायाम गर्नाले तपाईको शरीरमा एन्डोर्फिन नामक रसायन उत्पन्न हुन्छ, जसले तपाईलाई खुसी र शान्त महसुस गराउँछ। व्यायामले तपाईको तनाव कम गर्छ, तपाईको निन्द्राको गुणस्तर सुधार गर्छ र तपाईको आत्मविश्वास बढाउँछ। हरेक दिन कम्तीमा 30 मिनेट व्यायाम गर्नुहोस्, जस्तै हिँड्नुहोस्, दौडिनुहोस्, पौडी खेल्नुहोस् वा जिम जानुहोस्। पर्याप्त निन्द्राले तपाईको मनलाई शान्त र स्थिर राख्न मद्दत गर्छ। जब तपाईँ राम्रोसँग सुत्नुहुन्छ तपाईको मन ताजगी महसुस गर्छ र तपाईँ सकारात्मक सोच्न सक्नुहुन्छ। निन्द्राको कमीले तपाईको मुडलाई नकारात्मक असर गर्छ, तपाईको निर्णय गर्ने क्षमतालाई कमजोर बनाउँछ र तपाईलाई तनावग्रस्त बनाउँछ। हरेक रात 7 देखि 8 घण्टा सुत्नुहोस्। सुत्ने समय तालिका बनाउनुहोस् र त्यसलाई नियमित पालना गर्नुहोस्। स्वस्थ खानाले तपाईको शरीर र मन दुवैलाई आवश्यक पोषण तत्त्वहरू प्रदान गर्छ र तपाईलाई ऊर्जावान बनाउँछ। अस्वस्थ खानाले तपाईको मुडलाई नकारात्मक असर गर्छ, तपाईको तनाव बढाउँछ र तपाईको मानसिक स्वास्थ्यलाई कमजोर बनाउँछ। प्रशस्त फलफुल, तरकारी, अन्न र प्रोटिन खानुहोस्। जङ्क फुड, प्रोसेस फुड र गुलियो खानेकुराहरू नखानुहोस्। के मनलाई पूर्ण रूपमा नियन्त्रण गर्न सम्भव छ? यो एउटा जटिल प्रश्न हो जसको जवाब दिन गाह्रो छ, तर धेरै मान्छेहरू विश्वास गर्छन् कि मनलाई पूर्ण रूपमा नियन्त्रण गर्न सम्भव छैन। तर हामी आफ्नो मनलाई धेरै हदसम्म नियन्त्रण गर्न सक्छौँ। ध्यान, योग, सचेतना र सकारात्मक सोच जस्ता अभ्यासहरूको माध्यमबाट हामी आफ्नो मनलाई शान्त र स्थिर बनाउन सक्छौँ र आफ्नो भावनाहरूलाई नियन्त्रण गर्न सक्छौँ। तर ध्यानलाई निरन्तर अभ्यास गरेमा धेरै मानिसहरूले यसबाट धेरै फाइदा लिन सक्छ। अन्तमा तपाईले मनलाई नियन्त्रण गर्ने तरिकाहरू त थाहा पाउनुभयो, तर अब एउटा नयाँ चुनौती छ, ती हो यी तरिकाहरूलाई आफ्नो जीवनमा लागू गर्ने। मनलाई नियन्त्रण गर्नु एउटा निरन्तर प्रक्रिया हो। यसमा धेरै समय र प्रयास लाग्छ। तपाईले धैर्य र लगनशीलताका साथ अभ्यास गर्नुपर्छ। सुरुमा तपाईलाई गाह्रो लाग्न सक्छ, तपाईँ निराश पनि हुन सक्नुहुन्छ, तर हार नमान्नुहोस्, निरन्तर अभ्यास गर्नुहोस्। याद राख्नुहोस् तपाईँ आफ्नो मनको मालिक हुनुहुन्छ।
तपाईसँग आफ्नो जीवनलाई परिवर्तन गर्न सक्ने शक्ति छ। निरन्तर प्रयास गरिरहनुहोस्, तपाईँ अवश्य सफल हुनुहुनेछ। जीवन एउटा यात्रा हो र मन एउटा घोडा हो। यदि तपाईँले आफ्नो घोडालाई नियन्त्रण गर्न सक्नुभयो भने तपाईँ आफ्नो गन्तव्यमा अवश्य पुग्न सक्नुहुनेछ।